Hello everyone, Chorle and Namaste. Welcome back to my YouTube channel. It's me Rupa अनि उनी चाहिँ मेरो साथी मीना हो. सबैजनाले चिन्नु नै हुन्छ. मैले चाहिँ यसको इन्ट्रोडक्सन वेलकम नै नभने पनि हुन्छ तै पनि नेपाली हामी आइरहेको छ. हजुर सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा. अनि आज चाहिँ हामी घुम्न गइरहेको छौं. सायद साकुरासम्म पुग्छौं होला अनि त्यसपछि अरु के गरिन्छ त्यो त थाहा छैन. त्यही पनि मेरो थम्बनेल र टपिक हेरेर हजुरहरूले थाहा पाउन सक्नुहुनेछ. अनि हामीले चाहिँ र हाम्रो ड्रेस हेरेर पनि थाहा पाइसक्नुहुनेछ. हामीले अघिल्लो भिडियोमा भनेको थियौं यो ड्रेस चाहिँ हामी यहाँ जानको लागि लगाउँदैछौँ है भनेर. अनि त्यसपछि मैले किन भोइस ओभर गरेँ भनेपछि हामी रुमबाट हतार निस्केको थियो अनि रुमबाट स्टार्ट गर्न पाएको थिएन. अनि एकदमै कहाँ गएर म भन्न त भन्थेँ तर अड लाग्यो. अनि एकदम हाम्रो साउन्ड पुरै इको आइरहेको रहेछ. अहिले पछि भोइस भिडियो हेरिसक्दाखेरि चाहिँ अनि त्यही भएर चाहिँ मैले भोइस ओभर गरेँ. अनि आज चाहिँ हामी घुम्न जाँदैछौँ ड्राई पिकनिक विथ साकुरा. अनि हाम्रो क्युट बाजे र बोजूसँग मेरो चाहिँ फर द फर्स्ट टाइम हो. अनि मीना चाहिँ योभन्दा अगाडि सायद 3-4 महिना नै भइसक्यो होला. मीनाले चाहिँ राम्रोसँग चिन्छ. मेरो चाहिँ उहाँहरूलाई भेटेको अब भेट्छु फर्स्ट टाइम हो. ल हाम्रो ड्रेस हेर्नु है त. पुरा त आउँदैन म हाफमा देखाइदिन्छु ल. यस्तै भएर जाँदैछु नि. अब मीना चाहिँ अब मेरो चाहिँ यस्तो छ. आफूले गाडी मेरो कलर नै हो. यताको देखियो रुपा यार. यताको देखियो. फेरि गर त. मेरो आउटफिट चाहिँ यस्तो छ है. पुतली ठ्याक्कै पुतली भएको छ. ल ठक्क भएको रहेछ. बाजे र बोजूलाई ग्रिटिङ्स गरेर चाहिँ हामी कहाँ जाँदैछौँ त भनेर उहाँहरूले भन्दै हुनुहुन्छ. अनि मैले चाहिँ भोइस ओभर गरेँ है त. हामी त्यसैको बारेमा भित्र गफ गर्दैछौँ. बोके नगर न. हेर नि त यता त भिडियो बनाउने. सिग्नलमा गाडी रोकिरहेको थियो. अनि पारी रेस्टुरेन्ट रहेछ. अनि त्यहाँनिर चाहिँ हामीले के खानेकुरा पाउँछ अनि कति पैसा महँगो रहेछ है भन्दै होइसिन्छ हाम्रो हजुरीले चाहिँ. अनि हामी त्यसैको बारेमा डिस्कस गर्दै हिँडिरहेछौँ है. ini उस्तैहरू छ. फाइनली हामी चाहिँ साकुरा भएको ठाउँमा साकुरा एरियामा आइपुग्यौँ. उहाँहरूले लिएर आउनु भयो. डिस्कस गर्दै बाटोमा यो ठाउँमा जानुपर्छ है राम्रो छ भनेर. एकदम राम्रो रहेछ यो कौहेन के भन्छ हाम्रो नेपालीमा पार्क भनौँ न. पार्क साकुरा पार्कमा लिएर आयो उहाँहरूले. धेरै पहिला उहाँहरू आइसक्नु भएको थियो होला सायद. त्यही भएर हामी पनि आयौँ. अनि त्यसपछि यति ठुलो यस्तो राम्रो अब कुरै नगरौँ. स्पिचलेस भएको म चाहिँ. अनि यो फुलहरू सबै भुइँमा झरिसकेछ भन्दै हुनुहुन्थ्यो उहाँहरूले. अनि त्यहाँबाट यति यासासी यति काइन्ड हार्ट है. काइन्ड हार्ट म त कुरै गर्दिनँ उहाँहरूको. ठिक छ त्यहाँ चाहिँ रातो भयो. हेर न कस्तो थाहा भएको उसलाई फेरि. वाउ इने
हामीलाई गाइड गर्दै हुनुहुन्छ उहाँहरूले ठुलो छोरीले बोल्नु नि भएन हामी त एकदम सानो छोरीले मिना भन त यहाँ रहेछौ बास जस्तो लाग्यो के हो तोक्यो ताके भनेको बास हो त तोक्यो भनेको त्यही हो अनि यस्तो फनी मोमेन्ट भएको यहाँनिर होइन हामीले त्यहाँनिर बस्ने ठाउँ खोजिरहेको थियौँ अनि यहाँनिर अझै एउटा राम्रो ठाउँ छ अनि एउटा तोके भन्ने ठुलो तोके राखेको छ यहाँनिर भनेर आएर चाहिँ उनीहरूले मिना र मैले चाहिँ तोकाई भनेको सुने मिनाले चाहिँ तोके उयो पहाड भनेको होला भनेर चाहिँ मिनालाई अहिलेसम्म थाहा छैन मैले बल्ल अहिले गेस गरेँ के तोके भनेको घडी हो अनि त्यहाँनिर घडी रहेछ हामीले पुरै त्यो घडी हेरेर फर्केर आउँदासम्म पनि घडीको बारेमा कुरा गरेको हो बाजे र बोजूले चाहिँ यहाँ घडी देखाउनु लगेको रहेछ भनेर चाहिँ अझै पनि थाहा थिएन कि मिनाले सायद यो भिडियो हेर्ने बेलामा थाहा हुन्छ हेर है त私たちの時計とこちらの同じ。3時ちょっと前。 3時ちょっと前、5分前か。घडी もうすぐ3時。そう。いいね動いてる。いいねयो चाहिँ हाम्रो घडीको अनुसार ठ्याक्कै मिलिरहेको हुँदो रहेछ है ओजिसानले के भन्दै हुनुहुन्छ ए घडी भनेको यिनीहरूले बल्ल बुझेछ ओबे तेरो नि भने सम्झिरहेछ बल्ल भन्दै थियो तर हामीले सम्झेको थिएन त्यहाँ घडी हेरेर ओ घडी र हाम्रो चाहिँ एउटै टाइम रहेछ भनेर भन्दै थियो कस्तो फनी भएको अनि त्यहाँनिर त्यो छेउमा चाहिँ एउटा लाइब्रेरी पनि रहेछ जान्छस् लाइब्रेरीमा पढ्नलाई भनेर सोधिरहेको थियो अनि त्यसपछि हामी चाहिँ खान्जी पढ्न त्यति सक्दैनौँ अब खान्जी पढ्न सक्ने भएपछि फेरि एकचोटि आउँछौँ है भनेर हामी त्यहाँबाट चाहिँ सो私たちの学校始まったのでそうもう学校始まったよね。そうですまたねまた会って。そう終わってないからね。今週から多分そろそろそう終わりかなもう今週で終わりだね。そう今週でいいねちょっと小さいいいです。二人はこっちでも私たちはこっち大丈夫ですमिना र मैले चाहिँ म्याट लगेको थिएन उहाँहरूले चाहिँ म्याट लिएर आउनु भएर चाहिँ सानो सानो गरेको अनि त्यसपछि तिमीहरू दुईजना चाहिँ म्याटमा बस्छौ हामी दुईजना चाहिँ भुइँमा बस्छौँ भनिरहेको कि अनि के भयो 気持ちいい。気持ちいい。なかなかこんな外でこうはいいうのね、あんまりやんない。彩りますネパールのネパール。ねすごい。食べました。かわいいね。だからねああ髪がないもしゃもしゃになっちゃって。के खान्छ होला त निよしよし。どうした？どうした？顔みたいなんで？顔がもうね、目がもう。お名前がモナです。ムナムナちゃんムナとミナ似てるね色もいいねかわいいムナちゃん。見えた。ムナちゃん。名前言ったら食べ物が何？ हामी त्यहाँ बसेर खाइरहेको थियो अनि एकजना बाटो हेरिरहेको मान्छेले सायद हामीलाई अगाडिबाट नै हेरिरहेको अहिले अघिल्लो ग्रुपमा रहेछ उहाँहरू चाहिँ अब हेरिरहेको थियो होला हामी बोलेको सुनिरहेको थियो होला अनि त्यसपछि कुकुर लिएर आएर गफ गऱ्यो कहाँको कुन जिन हो भने अनि हामी नेपालको हो भनेर भने अनि त्यसपछि हाम्रो तेन्चोको उसलाई चाहिँ हजुरआमालाई चाहिँ कुकुर साह्रै मनपर्दो रहेछ उहाँहरूको नि 18 वर्ष भएर मरे रहेछ अनि कुकुर दिँदा कति माया गरिरहेको थियो कुकुरलाई फाइनली हामी चाहिँ यहाँ साकुराबाट मासु खाएर पनि सकिसक्यो सक्नुहुन्छ हजुरहरूले साकुरा そうだね。あんまり無理しないように。ね、よしよし。 अनि चाहिँ यसो खाना चाहिँ हामी यसरी खाँदैछौँ लुकेर 病院でかわいそうで。 यता पुरा कसरी खाँदैछु रे पुरा नि खाँदैछु यता कुकुर पनि छ देखाउन कुकुरलाई त मैले कतिचोटि देखेँ मुना मुना त्यो मुना ममिना नेपालको मुना नेपालको मुना केटीहरू कता छन् ल हेर हजुर
आम्मै यता त फेरि फुलमाया र फुलकुमार रहेछ ए नि फुलमाया नै हो निको खाँदैछ हजुरबा र हजुरआमासँग घुम्न आएको हामी चाहिँ यहाँ चाहिँ हजुरबाबा नै हुनुहुन्छ यहाँ चाहिँ कस्तो राम्रो देखेछ फर्काउँदैन यिनले त फर्काउँदैन नि त हो र तिमीले पिकनिक पनि सक्यो ड्राई पिकनिक सक्यो मिसेर ओके ओके 今日のためありがとうございます。こちらこそ美味しかったです。楽しかった。つなぎも美味しかったです。いろいろな食べました。いっぱい食べた。いっぱい焼き物もいっぱい食べた。いいね、こちらこそ。どうもありがとうございます。はい、いいね、私も。楽しかったね今日。まだビデオखिच्दै थिएन। हामी चाहिँ खानेकुराहरू खाइसकेर फोटो सेसनको टाइममा हो फोटो खिच्न लागेको थियो अनि फोटो खिच्ने बेलामा मिनाले यो भिडियो बनाइदिएछ थ्याङ्क यू मिना च्याङ अनि त्यसपछि अनि यति धेरै खायो पेट यत्रो भयो भनेर पेट देखाउँदैछ ओबासानले चाहिँ अनि त्यसपछि उनीहरूले चाहिँ पेट ठुलो भयो भनेर पेट देखाउँदै रहेछ मैले चाहिँ सायद यो लभ गर्न खोजेको क्या हो लभको साइन गर्न खोजेको क्या हो भनेर मैले चाहिँ लभको कुकुर बनायो बेसी बुझ्ने नि त अनि हामीले के भन्छ कुखुरा चिकन अनि त्यसपछि चिउरा उहाँहरूलाई अब नयाँ कुरा के लग्ने त हाम्रो नेपालको होइन उहाँ भनेर अनि ससेज चिकन ससेज अनि कुखुराको कलेजो पाङ्ग्रा अनि त्यसपछि चिउरा अनि स्पाइसीवाला कुरमुरे लिएर गएको तर उनीहरूले यस्तो मिठो मानेर खाएको सायद उनीहरूले त्यो टेस्ट चाहिँ थाहा भयो कि थाहा भएन कसरी थाहा पाएन तर हामी सँगसँगै खायो 7वटा कि 8वटा चिकन ससेज खायो तर जापानमा नै हुन्छ ससेज चाहिँ तर टेस्ट चाहिँ अलिक डिफ्रेन्ट हुन्छ क्या अनि हाम्रो चाहिँ एकदम ओइसी भयो अरे जे पनि ओइसी भन्छ हा गर्दै पिरो हुँदै खान्छ अनि त्यसपछि एक अर्काले हामी सबैजनाले एक अर्कालाई धन्यवाद भनिरहेका छौं धन्यवाद दिदैछौं गफ गर न बोजुसँग इप्पाई भिडियो म तोरिमास्ता स्यासिन म इप्पाई तोरिमास्ता तिमीलाई मेतन का लेखिदिन्छ ए बुढी लेखिदिन्छ आउ न निको सोरो वाते खाइरिमास्यो सकुरा सायोनारा ओचका इचिने ओचकारे समारे सकुरा बाई बाई कोनो कोएन नो नामाए ओ नामाए वा जोहोकु कोएन म सायोनारा सोसो हाम्रो त यो जापानिज झारसँग यस्तो झोला बोकेर हिँड्दा राम्रो देख्यो होला है पर्दैन हाम्रो रूपा चाहिँ बरफ बेच्न हिँडेको कुल्फी बरफ आइसक्रिम कुल्फी बरफ आयो हजुर आयो खाने हो हजुरहरू खाने हो कुल्फी बरफ आयो हजुर रूपा कति रुपियाँको 5 रुपियाँको आउँछ कि आउँदैन 2वटा सुइने फ्रेजवाला ब्याग बोक्दै हिँडेको अनि मैले चाहिँ कुल्फी बेच्ने जस्तो टाइपको कुल्फी बेच्ने फिल आइरहेको थियो अन्त त्यहाँबाट 5 रुपियाँको 2टा आउँछ मेरो चाहिँ यो चाहिँ एकदम सस्तो हो भनेर उनीहरूसँग जोक्स गर्दैछ मिनाले सोधिरहेको छ बोजूहरूलाई अनि यो चाहिँ एकदम आइस ब्याग जता पनि बोकेर जान मिल्ने नि खाइरु
店長買いますか？アイスクリームが入ってるから。そうそうそう。5円で2つ買える。そうそうそう。安すぎね。あ、すごいねこれが。前の。ピコリノもすごいね。可愛いね。そうそうそう。ピコリノ。かわいい。ああ、これは。ギリギリ。いや、ゆっくり。ギリギリギリギリ。公園。कता हिँडेको बिजुली बनेर हात भएर बसु गाह्रो大丈夫と思う。これは大丈夫です。大丈夫大丈夫。場所があるから大丈夫。あっちが大丈夫。すみません、ゴミがいっぱい。いける？はい、オッケー。はい。あ、すみません、ありがとうございます。全部車なくなったね。ルバこっち座る？あ、いいよ。いい？なんで？あ、こっち座りたい？うん、いいよ。よいしょ。はい。それ。こっちの方がいいと思う。足痛い。足痛ければ脱いだ方がいい。そうですね、脱いで座るときは脱いで。अनि हामी त्यहाँबाट चाहिँ फर्क्यौँ अनि गाडीमा बसेर कुरा गर्दा गर्दै अब तिमीहरूलाई घुम्न पुगे त अझै हामीसँग टाइम छ कहाँ जाने घुम्न भनेर सोधिरहेको थियो। हामीलाई प्राय अब यहाँनिर खासै घुम्ने ठाउँ पनि थाहा थिएन अनि उनीहरूलाई एकदम त्यो बलिङ चाहिँ मन पर्दो रहेछ अनि मिनासँग पहिला नै कुरा गरिरहेको रहेछ अनि मिनाले बलिङ टाइम छ भने बलिङ खेल्न जाऊँ न त भनेर चाहिँ हामीलाई नि पहिलादेखि एकदमै बलिङ खेल्न जान मन थियो। लोकेसन थाहा नभएर गएको थिएन अनि हामी पनि ओके भयौँ। त्यहाँबाट हामी हिँड्यौँ। After long time पछि go. हेर्नुहोस् ल। बोलिङ खेल्न आउँदैन बोलिङ मेनाइके त बोलिङ दियो खेल्न आइपुग्यो है हामी चाहिँ। ओ अरे त सो हामी चाहिँ बोलिङ खेल्न गयौँ। अब टोमेटो बोल ल होइन होला। कत्रो ओ माई गड दसैँ लाग्यो नि आज त हामीलाई त किन हिँड्न न। त्यसपछि हामी यहाँ इन्ट्री भयौँ अनि यहाँ मैले चाहिँ भोइस ओभर गर्न थालेँ किनभने यहाँनिर यो हलमा चाहिँ ठुलो म्युजिक बजिरहेको थियो अनि जाने बित्तिकै त्यहाँनिर चाहिँ एउटा फर्म भर्नुपर्ने रहेछ। अब हामी कति टाइम खेल्ने के खेल्ने भनेर होला। त्यसपछि ओबासानले त्यहाँनिर हजुरआमाले चाहिँ फर्म भर्दै हुनुहुन्छ हाम्रो लागि, हामी 4 जनाको लागि भनौँ न। अनि फर्म भर्यो, फर्स्टमा फर्म भर्नु पर्दो रहेछ। त्यसपछि हामी चाहिँ दिनभरि खाएको के खाएको भएर टोइलेट आयो अनि हामी एकछिन टोइलेट गएर आउँछौँ है भनेर हामी त्यो ऐना हेर्नलाई टोइलेट गएको। म त टोइलेट गएको भित्रसम्मको नि भिडियो खिचिसकेँ क्या हो।
हो त रहेछ त अझ भिडियो बनाउनलाई होला क्या आउनुभन्दा अगाडि यस्तो बाजे बजूसँग घुम्न आएको आमामा आज त दिन बन्ने छ नि मिना र मेरो त दसैँ भयो कस्तो मलाई होइन हामी साकुरा हेरेर कहाँ आयौँ रे बोलिङ खेल्ने हामी फर्स्ट टाइम हो माई गड हेरेको मात्रै थियो ल हामी चाहिँ गयौँ है सोह्र अनि जुत्ता ट्राई गर्नुपर्ने रहेछ हाम्रो जुत्ता लाउन नमिल्दो रहेछ त्यहाँनिर आफ्नो साइजको जुत्ता पाउने रहेछ अनि कोही जाँदै हुनुहुन्छ भने चाहिँ त्यहाँबाट हामीले जानुभन्दा अगाडि त्यहाँ जाँदाखेरि यदि हिल्सहरू लगाएर गएको छ भने चाहिँ सक्स चाहिँ एकजोर अनिवार्य लिएर जानु होला जुत्ता लगाएर जानुहुने त अलरेडी सक्स लगाउनु भएकै हुन्छ अब जस्तो मैले जसरी मिनाले चाहिँ हिल्स लगाएको थियो अनि उसलाई चाहिँ सक्स किन्न परेको थियो अनि सक्स किनेर अनि त्यहाँको सुज आफ्नो साइजको सुज लगाएर अनि हामी चाहिँ गयौँ बल खेल्नलाई अनि उहाँहरूलाई पनि थाहा रहेन रहेछ बल लिएर जानुपर्छ पहिला भनेर अनि हामी चाहिँ गएर आफ्नो सिटमा गएर बसिसकेको थियो अनि फेरि बल आफै ल्याउने हो भन्नुभयो अनि त्यसपछि कति केजी अनुसारको किड्सहरूको लागि नि हुँदो रहेछ अनि त्यस किड्सहरूदेखि सबैको माथिसम्म कति सायद 15 केजीसम्म थियो होला त्यो बल चाहिँ अनि बल छानेर अनि कति केजीको बलले चाहिँ आफूलाई सहज हुन्छ त्यो अनुसारको बल छान्यौँ हामीले अनि त्यहाँबाट आफ्नो यतिको लाने भनेर मैले चाहिँ सायद कति 8-9 केजीको बोकेको थियो होला मिडल 9 केजीको एम साइजको बोक्यो होला त्यसपछि त्यो लिएर गयौँ मेरो लागि एकदम त्यो साइज पर्फेक्ट भएको थियो अनि 3 फिङ्गर्स गर्नुपर्ने चाहिँ फिङ्गर्स आएर अब हामी त फर्स्ट टाइम खेलेको यस्तो हर्ड भएको थियो होइन तर लास्टै रमाइलो भयो अनि फर्स्टमा हान्न चाहिँ नजानेको जस्तो भयो थियो तर फर्स्टमा हान्दाखेरि एकचोटिमा दुईचोटि हान्न पाउँदो रहेछ जस्तो मैले एकचोटिमा दुईचोटिमा 10वटा लडायो नि प्लस 3 पोइन्ट्स आउने रहेछ सायद त्यो चाहिँ मेरो एकचोटि मात्रै भएको थियो होला त्यही नै हो अरू त के भनौँ त्यसपछि मिनाको टर्न आयो हेर्नुहोस् है मिनाले के गर्छ त मिनाले 2 पटक के गर्छिन् त 20वटै ढाल्छिन् 10वटै ढाल्छिन् कि त्यो बललाई छुँदा पनि छुँदैन फर्स्ट टाइम है उसको एक राउन्ड छ है टोटल 10 चोटि हुन्छ 10 चोटिमा एकचोटिमा 2 चोटि हान्न पाउँदा 20 चोटि हुन्छ जस्तो हामीले 1.5 घन्टा खेल्यौँ होला सायद 4 जना थियो नि त फेरि मिनाको रूपाको टर्न है एउटा मात्र होइन फर्स्ट टाइम मैले बलसँग गएँ अब बल उताबाट आएको बल चाहिँ कुर्दैछु म एकचोटिमा अब फर्स्टको एक टाइमको सेकेन्ड टाइम है अब एउटा ढलेन नि म यति ह्याप्पी भएको थिएँ 60 मिनाको 33 कुनीको सानो कुनीको सामानो म मिनाको त नदेखाउ न अगाडिको इचिबा ने राजु क्यू त मिनाको नदेखाउ न मिनाको त म देखाइदिहाल्छु मिना तिनटा जेरो मिनाको उयो हो मिनाको 33 मिना कसले उयो आयो के कस्तो लाग्छ त हामी त एकदम रमाइलो भएछ हामी त यहाँ बलिङ खेल्न आयो तिनचो सन तानुसी खाता तानुसी सुगोय तानुसी खाता सुगोय हाजिमे त यात्तै रुनले सुगोय तानुसी ल 2 घन्टा जति खेलेर हाम्रो चाहिँ सकियो फेरि सेकेन्ड टाइम खेल्ने हो भन्दै थियो हामीलाई चाहिँ खेल्न मन लागेन साह्रै रमाइलो भयो हात गलिसकेको थियो दिनभरि पनि हिँडिराखेको भएर त्यहाँबाट अनि हामी सकाएर पैसा पेमेन्ट गरेर हामी त्यहाँबाट निस्क्यौँ तर लास्टै रमाइलो भयो तपाईँहरू पनि यदि सिचौकामा हुनुहुन्छ भने सायद जता पनि छ होला यो सायद सिमिजु जस्तो लाग्यो कहाँ लाग्यो अब थाहै भएन अहिले त लोकेसन पनि सोध्न बिर्स्यो म यहाँनिर नाम त छ पछि म नाम रहेछ भने मेन्सन गरिदिन्छु है त बाई बाई ओजी साहोबासा बाई बाई बाजे बजु ल हामी त आफ्नै वासस्थानमा मोदोरी मस्त ल सोरो पछाडि आउनु होइन नि सोरो चाहिँ हामी चाहिँ घरमा आइसक्यौँ कस्तो खुसी पो भयो एकछिन है
फाइनली हामी आफ्नो वासस्थानमा आइपुग्न सफल भइसकेको छ। खै है ल ल ल म यसो गर्छु। अब 2 बजे निस्केर बहिनी दिदी बहिनीहरू त घरमा कति बज्यो? चिल छ नि यो घरमा भात बनाउनुपर्छ भनेर टेन्सन हो। भगवान् अनुहार कस्तो कस्तो बाहिर जानु पर्यो भने बत्ती त बाला एटलिस्ट। अब घरको हालत हेरौँ रै 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 ए बाहिर जाँदा चाहिँ यस्तो आफ्नो घर चाहिँ यस्तो। ओ भाइ ल लास्टै खराब भएर ल लास्टै खराबमा त अहिलेको ओबासान र ओजिसालाई म त हालिदिन्छु। हेर त त्यहाँ बेजत हुन्छ भनेको। यस्तो त कहिले पनि हुन्थेन। यो बाहिर निस्केपछि जहिले यस्तै हुन्छ घर। हामी त गेम सेम खेलेर फुल यो वर्षको फुल पनि हेरेर आइसक्यौँ। अब के हो तपाईँहरू के गर्नुहुन्छ त्यो त हामीलाई थाहा भएन। हामीले यो पालिको साकुरालाई पनि के गर्यौँ? बाई बाई गर्यो। आउन लागि बाई बाई गर्यौँ हामी यता पनि। अघि न कताबाट स्टार्ट गरे? अघि न अर्को सेतो ठाउँबाट। ए हामी त बाहिर निस्केर भित्रबाट गर्नै पाएन। अघि एकदम हतार 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 भएर अब अहिले पनि राख्नलाई हतार 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 भइसक्यो। यस्तो रमाइलो भयो यस्तो रमाइलो भयो होइन। जापानमा जापानिजहरू पनि यतिसम्मको रमाइलो र यासासीलाई के हुन्छ नेपालीमा दयालु काइन्ड हार्डनेस यस्तो खतरा हो कि है। आमा केही भन्दैनौँ हामी त खुसी चिप्पा तर अनि ल के अब के अरे त्यो दिउँसोको भिडियोहरूमा त हामीले नेपाली एउटा ट्रान्सलेट गर्नै पाएको छैन। हामीलाई बोल्न अलि अड भयो नि त है। अनि खानेकुराहरू के थियो अनि त्यसपछि म त झन् फर्स्ट टाइम मलाई उहाँहरूलाई भेटेको मैले त बडा बोल्ने कुरा भएन। अनि अलिअलि बोले पनि नियङ्गम रिप्लाई उनीहरू आफै रिप्लाई गरिरहेको थियो। त्यही भएर भिडियो त खै कस्तो कस्तो भयो पनि थाहा छैन। आजको लागि यति नै भन्न चाहन्छु। हस् त नमस्ते सबैजना स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् मस्त रहनुहोस्। ओके बाई बाई सी यू नेक्स्ट ब्लग। Yeah.